हेलो गाइज, स्वागत छ अर्को मेरो नयाँ ब्लगमा। म हुँ तपाईहरुकै काल्पनिक संसारको काल्पनिक ड्राइभर। आज हाम्रो यात्रा रहेको छ घण्टाघरसम्म। आज हामी त्यसैले काठमाडौँ जाँदैछौँ। ल त साथीहरु, आज के कस्तो हुन्छ हेर्नलाई सबै ब्लग हेर्नु होला। आज हामीले चलाउनु पर्ने हुन्छ यो गाडी। हिजो भर्खर यो गाडीलाई सफा गरेर सबै स्टिकरिङहरु गरेको थिएँ। कस्तो देखिरहेको छ साथीहरु भन्नु होला। गाडी मन परेमा लाइक पनि गरिदिनु होला। र यो गाडीको स्किन तपाईहरुले पनि हालेर खेल्न चाहनुहुन्छ भने कमेन्टमा स्किन भनेर कमेन्ट गर्नु होला। ल आजको यात्रा सुरु गर्नु अघि यो गाडीलाई यसो चारैतिरबाट देखाउन चाहन्छु। ल पहिला सुरु हामी हाम्रो प्यासेन्जर्सहरुलाई लिन जानुपर्ने हुन्छ। उनीहरु यतै कतै बसेको छ भनेर मलाई कल आएको थियो। ल साथीहरु, हेर्न सक्नुहुन्छ यो ठाउँमा रेल पनि कुडिरहेको छ। अब हामी जानुपर्ने पनि यही बाटो भएर हामी एकछिन कुर्छौँ। ल रेल पनि निस्किसकेको छ र अब हामी अगाडि बढ्छौँ। ल साथीहरु, हामी एकछिनको यात्रापछि हामी प्यासेन्जर्सहरु भएको ठाउँमा पुगिसकेको छौँ। आजको हाम्रो प्यासेन्जर्सहरु चाहिँ सबै विदेशी रहेछ। कोही कुन देशबाट, कोही कुन देशबाट, कोही त ब्लगरहरु पनि जस्तो छ। कोही नेपाल घुम्न आएको रहेछ, कोही हिमाल पनि चढ्न आएको रहेछ। ल त साथीहरु, प्यासेन्जर्सहरु सबै चढिसकेपछि हामी मस्तले अगाडि बढ्यौँ। अब यताबाट चाहिँ हाम्रो करिब 5 घण्टाको यात्रा हुनेछ काठमाडौँसम्म। काठमाडौँ पुगेपछि आज तपाईहरुलाई म घण्टाघरतिरको वरपरको सबै सिनहरु पनि देखाउनेछु। 1 hour later साथीहरु, करिब 1 घण्टाको यात्रापछि हामी यस्तो बाटोमा आइपुगेको छौँ। यो ठाउँतिर चाहिँ पानी पनि परिरहेको रहेछ। बाटो हेर्दा हेर्दा अगाडि निकै पानी परे जस्तो पनि छ। ल साथीहरु, काठमाडौँमा रहेका मेरा आफन्तहरुलाई पनि केही कोसेलीहरु किनिदिनु पर्ने हुन्छ। केही कोसेलीहरु पनि किनम र खाजा पनि खाम भनेर मैले यता गाडी रोकेँ। ल त साथीहरु, मस्तले सामान पनि किनियो र खाजा पनि खाइयो। अब यताबाट चाहिँ निस्किनु पर्ने हुन्छ। साथीहरु, धेरै पनि के बोल्नु है, त्यही भएर अब गीतसँगै यो ड्रोन शट इन्जोय गर्नु होला। ल साथीहरु, पेट्रोल पनि ठ्याक्कै सकिन लागेको थियो। ठ्याक्कै पम्प पनि पाइहाल्यो। अब पेट्रोल फेरि फुल भरेर फेरि गन्तव्यतिर अगाडि बढ्नुपर्ने हुन्छ। ल साथीहरु, अर्को 2 घण्टाको निरन्तर यात्रापछि हामी घण्टाघरतिर पुगेका छौँ। ल साथीहरु, खैरहरुसँगै म पनि यसो यो ठाउँलाई एक्सप्लोर गर्नेतिर लागेँ। ल हेर्न सक्नुहुन्छ के कस्तो देखिन्छ त हाम्रो घण्टाघर। खत्रै टोइलेट चाबिसकेको थियो, त्यही भएर म टोइलेट खोज्नेतिर लागेँ। जति खोज्दा नि भेट्दैन त। होस्, ल अब चाहिँ सकिन्न भनेर मैले यतैतिर। ल साथीहरु, आजको भ्लग चाहिँ यति नै। सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।